नमस्ते यारु सम्पूर्णलाई। इन्टरनेट वरदान हो यस भन्नेलाई प्रश्न पार्ने क्रममा मैले आज यहाँ एउटा सानो आशय प्रस्तुत गर्दैछु। इन्टरनेट भनेको संसारभरि फैलिएको एक किसिमको ठुलो सञ्जाल यानि कि नेटवर्क हो, जसद्वारा हामीले नयाँ कुराको जानकारी लिन, अनलाइन कक्षा लिन, भिडियो हेर्न, गेम खेल्न इत्यादि धेरै काम गर्न सक्छौँ। मोबाइल, कम्प्युटर, रेडियो, टेलिभिजन, टेलिफोन आदि हामीले नयाँ कुरा जानकारी पाउने माध्यम हुन्। आजभोलि इन्टरनेट बिना हाम्रो जीवन अधुरो अपुरो बन्न पुगेको छ। इन्टरनेटले हाम्रो जीवनमा धेरै सजिलो बनाइदिएको छ। हामीले घरमै बसेर संसारभरिको जानकारी सजिलैसँग थाहा पाउन सक्छौँ। पढाइ, लेखाइ, मनोरञ्जन, समाचार, खेलकुद, चित्र, गीत र भिडियो आदि हामीले इन्टरनेटबाट सजिलैसँग हेर्न सक्छौँ। घरबाट टाढा टाढा भएका साथीभाइ आफन्तहरूसँग चित्रसहित अनुहार हेरेर अडियो कल, भिडियो कल मार्फत एकअर्काको सुख दुःख साटासाट गर्छौँ। यसको उपयोगले हाम्रो दैनिक जीवनलाई निकै सजिलो बनाइदिएको छ। त्यसैले इन्टरनेट हामी सबैका लागि एक वरदान यानि कि उपहार बन्न पुगेको छ। यसको हामीले दुरुपयोग गर्यौँ भने यो निकै हाम्रो लागि हानिकारक पनि हुन सक्छ। त्यसैले हामीले यसको सही तरिका चिनेर यसको सही तरिकाले उपयोग गर्न सक्नुपर्छ। नत्र भने जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको भेट हुन जान्छ। विद्युतीय सञ्चार साधन पनि सदुपयोग गर्नेलाई फाइदै फाइदा छ भने दुरुपयोग गर्नेलाई नोक्सानै नोक्सान छ। त्यसैले हामीले टेलिभिजन अनि मोबाइल इत्यादि सामग्रीहरू धेरै समयसम्म हेरिरह्यो भने भविष्यमा आँखाले देख्नै नसक्ने, आँखा सम्बन्धी रोग लाग्ने समस्या पनि आउन सक्छ। त्यसैले हरेक कुरा विचार गरेर हामीले सही रूपमा यसको प्रयोग गर्नुपर्छ। धन्यवाद।